नमस्कार, यहाँलाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। अहिले चाहिँ यहाँलाई म देखाइरहेको दृश्य चाहिँ पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबाट। यो चाहिँ गोठगाउँ चोकबाट उत्तर आउँदाखेरि एक गोठगाउँ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय बाटो यहाँ आइपुग्छ। यहाँ र मेन बाटो भेटिन्छ। यो भित्र चाहिँ कम्पाउन्डिङ परैबाट र यो यहाँ धेरै 800 बिघा प्लस माथि एरियामा यो भवनहरू देख्न सक्नुहुन्छ। यो चाहिँ जीपी कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टरको बिल्डिङ। त्यही माथि बिल्डिङ थुप्रो छ सक्नुहुन्छ। सुन्दर बिहानीको दृश्य। म चाहिँ यहाँ अहिले मर्निङ वाक गर्न भन्न विराट चोकबाट आएको मौका छपेर चाहिँ यहाँ एउटा यसो भिडियो बनाऊँ भनेर र यहाँलाई देखाउँ भनेर भिडियो बनाउँदैछु। हेरेर साथ सपोर्ट गरिदिनु होला। शिरीषको फुलहरू एकदम शिरीष त होला यो के को फुल हो मलाई ठिक थाहा भएन, तर एकदम मनमोहक छ। त्यहाँबाट घाम उदाउँदै गरेको दृश्य देख्न सकिन्छ। यो बाटो बनिँदै गरेको भएर टिपरले चाहिँ बाटो ब्लक गरेको छ। केही पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको मुख्य प्रवेशद्वार मेन गेट चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ। भर्खर यता चाहिँ बाटो बनाउँदै कार्य तीव्रमा भइरहेकोले केही डिस्टर्ब छ बाटो साइडबाट हिँड्ने ठाउँ। पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुन्दर रहेछ गोठगाउँ मोरङ। यहाँहरूले यस्तै भिडियोहरू हेर्नको लागि मेरो यस युट्युब च्यानललाई लाइक, सब्सक्राइब एन्ड सेयर गर्न नभुल्नु होला।